लम्पी स्किन रोग पक्स भाइरिडी परिवार अन्तर्गतको क्याप्रिपक्स नामक विषाणुबाट गाई, गोरु, राँगा, भैँसी, पाडापाडी र बाछा-बाछीमा लाग्ने सीमाविहीन पशु रोग हो। यस रोगबाट संक्रमित पशुहरूमध्ये 2 देखि 3% मृत्युदर हुन सक्दछ। सामान्यतया यस रोगका कारण बाछा-बाछी, जोत्ने गोरु, उन्न जातका बढी दूध दिने दुधालु र गरिबेडी गाई भैँसी मर्न सक्दछन्। लम्पी स्किन रोग लामखुट्टे, रगत चुस्ने झिँगा अर्थात् डाँस, किर्ना, भुसुना र विभिन्न किसिमका किराहरूको टोकाइबाट सर्ने गर्दछ। संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशु, लसफस भएको दाना पानी र सोत्तरबाट समेत यो रोग सर्ने गर्दछ। रोग लागेका पशुहरूमा 105 देखि 160 डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा सारो, गोलो, गिर्खा वा गाँठाहरू देखिने, गिर्खाहरू केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खाहरू फुटेर गहिरो घाउ हुने र किरा वा औसा समेत पर्ने गर्दछ। कल्चौडो, थुन, नाकमुखमा भित्री घाउ हुने, आँसु, र्याल, सिँगाना आउने, आँखामा चिप्रा अर्थात् कचेरा लाग्ने तथा खुट्टा तथा जोर्नी सुन्निने र रोगको संक्रमण बढ्दै जाँदा अन्य जीवाणुको संक्रमण भई निमोनिया समेत हुन सक्दछ। पशुलाई रोगको लक्षण देखेमा उक्त पशुलाई बथानबाट छुट्टै राखेर उपचार गर्नुपर्दछ। यस रोगको कुनै ठोस उपचार छैन, तसर्थ रोग लागेका पशुहरूलाई लक्षणका आधारमा पशु चिकित्सकको उचित सल्लाह बमोजिम उपचार गर्नुपर्दछ। त्यसैगरी पशुको शरीरमा भएको घाउ पोटास पानीले नियमित सफा गर्ने र बेटाडिन वा हिमेक्स मलम लगाउने तथा रोग प्रतिरोधात्मक शक्ति बढाउन भिटामिन र मिनरल सप्लिमेन्टहरू खुवाउनु पर्दछ। लम्पी स्किन रोग सरुवा रोग भएका कारण रोग सर्न सक्ने माध्यम र अवस्था नियन्त्रणमा विशेष ख्याल पुर्याउनु पर्दछ। यस रोगको रोकथामका लागि लम्पी स्किन रोग विरुद्धको खोप नेपालमा उपलब्ध रहेकाले सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गरी अनिवार्य खोप लगाउनु पर्दछ। रोगबाट जोगाउन खोप सँगसँगै जैविक सुरक्षा तथा गोठ लगायतका स्थलको आवश्यक सरसफाइमा ध्यान पुर्याउनु पर्दछ। रोगबाट पशुलाई सुरक्षित राख्न 3 महिनाभन्दा बढी उमेर समूहका स्वस्थ गाई भैँसीलाई अनिवार्य खोप लगाउनु पर्दछ। रोग लागेको वा संक्रमित भएको पशुलाई भने रोग विरुद्धको खोप लगाउनु हुँदैन। यस्ता पशुलाई रोग लागेर निको भएको 1 वर्ष भएपछि मात्र खोप लगाउनु पर्दछ। खोप लगाइसकेको 1 वर्ष पुरा भएपछि पुनः 1 वर्षको अन्तरालमा खोप लगाउनु पर्दछ। गर्भिणी अर्थात् ब्याउने पशुलाई पनि लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सकिन्छ। नयाँ पशु गोठमा भित्र्याउँदा बथानमा नमिसाई कम्तीमा 28 दिन अलग्गै राखी रोगको लक्षण नदेखेमा मात्र बथानमा मिसाउने गर्नुपर्दछ। लामखुट्टे, झिङ्गा, भुसुना जस्ता परजीवीहरूलाई नियन्त्रण गर्न गोठमा जाली, नेट प्रयोग गर्न सकिन्छ। परजीवी, जीवाणु र विषाणु नियन्त्रणका लागि भिरकोन, फिनेल, फर्मालिन, चुन लगायत जैविक सुरक्षाका उपायहरू नियमित अपनाउनु पर्दछ। पशुको गोबर तथा गौतलाई गोठ वा बस्तीभन्दा कम्तीमा पनि 10 मिटर टाढा सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्दछ।